तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ पुल चाहिँ लास्टै हल्लिँदो रहेछ, घचक र घुचुक हल्लिरहेको छ। हेर्नु यो हल्लिरहेको छ भने पुल अरे यस्तो हल्लिँदो रहेछ कि बाटो गाडी हिँड्दाखेरि चाहिँ देख्न सक्नुहुन्छ। लगभग उता बनिसक्यो, यता पनि बनिसक्यो र बिचमा चाहिँ काम हुँदैछ है मजाले है। यता चाहिँ गाडीहरू हल्लिरहेको छ, पुल चाहिँ हल्लिरहेको छ है। यो गाडी हिँड्दाखेरि चाहिँ हल्लिरहेको छ है, त्यस्तो महसुस हुँदो रहेछ। एकदम मजाले हल्लिरहेको छ यो पुल चाहिँ। यो 4 लेनको बाटो, दमौली कटेपछि दमौली आउँछ। यहाँ चाहिँ बाटोको लागि भित्तो खन्दैछ है। यो मादिको पुल लगभग रेडी हुने तर्खरमा छ। यता चाहिँ बाटो यस्तो डिस्को चाहिँ खन्दैछन्। उताको पुरानो पुल, यो चाहिँ यहाँ काम गरिरहेछन् मान्छेहरू। हेर्नु अलि अब लगभग उताको बिचको भाग चाहिँ अलिकति बाँकी रहेछ, अरू लगभग रेडी जस्तै भइसकेको छ। एकदम दुईतर्फी 4 लेनको बाटो हो यो, यताको 2 लेन उता 2 लेन, 4 लेनको रहेछ बाटो। अहिले चाहिँ एकदम यो बाटो यो पुल बनेपछि धेरै सहज हुनेछ। तपाईँ देख्न सक्नुहुन्छ यताबाट पानी पनि अलिक कम छ, उताबाट पनि एकतर्फी बनाएर लगाएका छन् पानी। यताबाट सानो आएको छ, पानी खासै छैन यति बेला। काम गर्ने मान्छेहरू टन्नै, लगभग यो युजसम्म बन्न सक्छ। यो 82 सालको अन्तिमसम्म बन्न सक्छ। उता हेर्नु देख्न सक्नुहुन्छ पुरानो पुल। म चाहिँ यसो आउँदाखेरि यो बनाइदिउँ कि भनेर यो बाटोमा आउँदै थिएँ। यो पुल हेर्न मन लाग्यो, त्यही भएर उताबाट पुरानो पुल देख्न सक्नुहुन्छ। पुरानो पुल हो। यता चाहिँ बाटोहरू यो खनिरहेको छ। यो बाटो यहाँबाट आउने रहेछ। यो पुलको बाटो यो धेरै पुरानो भइसक्यो पुल, देख्न सक्नुहुन्छ। यो यताबाट छ दमौली बजार आउँछ यहाँबाट कटेपछि।